क्रमसम्म 2062 सालतिर धरानमा माओवादीका नाममा चन्दा उठाउने गिरोह सक्रिय थियो। शान्ति प्रक्रिया पछि पनि नक्कली माओवादीको चन्दा आतंक धरानमा रोकिएको थिएन। माओवादीका नाममा चन्दा माग्ने, लुट्ने र लागु औषध सेवन गर्ने जस्ता घटना धरानमा व्याप्त थिए। यिनै कुरालाई नियन्त्रणमा लिन र कारबाही गर्न माओवादीको युथ फोर्स वाइसिएलले धरानमा अभियान चालेको थियो। यसैबीच एक दिन धरानका तत्कालीन वाइसिएलका इन्चार्ज प्रवेश राईलाई नक्कली माओवादीले चन्दा मागेको खबर आइपुग्छ। प्रवेशकै योजना अनुसार चन्दा माग्नेलाई पैसा लिन धरानको वाणिज्य ब्याङ्क अगाडि बोलाइन्छ अनि तोकिएको समयमा पहेँलो र सेतो रङको करिजमा मोटरसाइकल चढेर पैसा उठाउन एउटा व्यक्ति त्यहाँ आइपुग्छन्। उनी हर्क साम्पाङ नै थिए। नक्कली माओवादी बनेर चन्दा उठाउन गएका साम्पाङलाई त्यहाँबाट वाइसिएलले पक्राउ गरेर कुटपिट गर्छन्। यो घटना घट्दै गर्दा हर्क साम्पाङ द पर्फेक्ट इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटरका प्रबन्ध निर्देशक थिए। यसरी समाजमा बदनाम भएपछि उनी वैदेशिक रोजगारीका लागि अफगानिस्तान र इराकतिर लाग्छन्। 6 वर्षको विदेश बसाइ पछाडि उनी नेपाल फर्कन्छन् र अब जीविकोपार्जनका लागि एकता टेम्पो यातायात व्यवसाय स्थापना गर्छन् र केही टेम्पो किनेर भाडामा चलाउन दिन्छन्। त्यो बेला आमा, पत्नी र 2 छोराछोरी भएको हर्क साम्पाङको परिवारको आम्दानीको स्रोत त्यही थियो।